भगवान रामचन्द्रजी आफ्नै पत्नी सीता र भाइ लक्ष्मणसँग जब वनभित्र प्रवेश गर्ने वनवास क्रममा वनभित्र प्रवेश गर्दै गर्दाखेरि वनदेवी आएर भगवान रामचन्द्रलाई स्वागत गर्छिन् र वनदेवीले हात जोड्दै प्रार्थना गर्छिन् कि हे भगवान, तपाईँलाई वनभित्र आउँदाखेरि कुनै समस्या भयो कि, तपाईँलाई केही दुःख वा पीडा भयो कि, वा तपाईँलाई म केही सहयोग पो गर्न सक्छु कि, कृपया केही आज्ञा दिई बक्सियोस् भनेर वनदेवीले भगवान श्रीरामसँग बिन्ती गर्छिन्। तब भगवान श्रीरामले मलिन स्वरमा, एकदमै सानो स्वरमा, मिठो स्वरमा भन्नुहुन्छ कि हे वनदेवी, म जुन बाटो आएँ हामी त्यो बाटोमा अत्याधिक काँडा थिए, एकदम विषालु विषालु काँडाहरू थिए, कृपया तिमीले त्यस काँडा चाहिँ हटाइदेऊ, म तिमीसँग यति मात्र सहयोग याचना गर्छु भनेर भगवान रामचन्द्रजीले वनदेवीले अनुरोध गर्नुहुन्छ। तब वनदेवी अचम्म मान्नुहुन्छ र फेरि पनि वनदेवीले भन्छन् कि हे मर्यादा पुरुषोत्तम, तपाईँ त वनभित्र प्रवेश गरिसक्नु भएको छ, अनि तपाईँहरू वनभित्र प्रवेश गरिसकेपछि ती बाटोका काँडाहरू चाहिँ किन हटाउनु भनेर वनदेवीले प्रश्न गर्छिन्। तर फेरि भगवान रामचन्द्रजीले भन्नुहुन्छ, हे भनेर कुनै समय मेरो भाइ, मेरो अनुज भरतले मलाई यही खोज्दै खोज्दै यही बाटोबाट वनभित्र प्रवेश गर्नेछन् र उसको खुट्टामा पनि यी काँडाहरू बिज्नेछन्, त्यसकारण तिमीले हे वनदेवी ती काँडाहरू चाहिँ बाटोदेखि हटाइदेऊ भनेर भगवान रामचन्द्रजीले भन्नुहुन्छ। तब फेरि वनदेवीले प्रश्न गर्छिन्, अचम्म मान्ने प्रश्न गर्छिन् कि हे पुरुषोत्तम, तपाईँको भाइ अनुज यति धेरै कमजोर छ कि उसले जङ्गलमा भएको एक दुईवटा काँडाको पनि पीडा खप्न सक्दैन त उसले भनेर प्रश्न गर्छिन् वनदेवीले। तब फेरि भगवान श्री रामचन्द्रले मन्द मुस्कानसँग भन्नुहुन्छ, वनदेवी, मेरो भाइले त्यो पीडा सहन नसक्ने होइन, मेरो भाइ त वज्रको समान छ, उसको छातीमा वज्र परे पनि उसले त्यो सहन सक्छ, तर उसको खुट्टामा काँडा घुच्छ भनेर म चिन्तित छुइनँ। म चिन्तित त यस विषयमा छु कि यही बाटो मेरो दाइहरू चाहिँ वनमा प्रवेश गर्नु हुँदाखेरि चाहिँ कति काँडाले घोच्छु होला भनेर ऊ चिन्तित हुनेछ, त्यस विषयमा चिन्तित छु भनेर चाहिँ वनदेवीलाई भगवान रामचन्द्रजीले भन्नुहुन्छ। तर वनदेवी त्यस कुरामा नतमस्तक हुन्छन् र सम्पूर्ण बाटाका काँडाहरू पठाइदिन्छन्। यस कथाबाट लिन सक्ने शिक्षा वा ज्ञान भने चाहिँ हाम्रो सबैभन्दा नजिकको मित्र, सबैभन्दा एकदमै साथी भनेको हाम्रो आफ्नो दाजु वा भाइ हुन्छन् होइन। र अहिले हेर्नुहोस् त, हाम्रो दाजुभाइ अंशको नाममा, सम्पत्तिको नाममा, बाबुआमाको नाममा, भाउजू बुवाईको नाममा मारामार र काटाकाट भएको एकदमै हामी यत्र तत्र देख्न पाइन्छ। त्यसकारण यस भगवान श्री रामको कथाबाट मैले दाजु र भाइको आत्मीयता, दाजु र भाइको आत्मीय प्रेम यहाँ मैले दर्शाउन खोजेको हुँ। र दाइ र भाइको सम्बन्ध सबैभन्दा नजिकको र सबैभन्दा गाढा सम्बन्ध हुन्छ, सबैभन्दा आदरणीय सम्बन्ध हुन्छ, सबैभन्दा निकटको सम्बन्ध हुन्छ। त्यसकारण जीवनमा जस्तो सुकै समस्या आओस् वा जेसुकै समस्या आओस्, तपाईँले आफ्नो दाजुभाइको सम्बन्ध कहिले पनि टुट्न नदिनुहोस्, तपाईँले आफ्नो दाजुभाइको सम्बन्ध कहिले पनि बिग्रिन नदिनुहोस्, तपाईँले जीवनमा धेरै प्रगति गर्न सक्नुहुन्छ। हस्त, राधे राधे, जय होस्।